सबैजनालाई गुड मर्निङ है। यतिखेर हामी बिहानको 5 बजे 5 पनि बजेको छैन उठेर एक्सर्साइज गरेर अब टक्क रेडी भएर हामी चाहिँ निस्किँदैछौँ। सबैजना गाडीमा बसिसक्नु भएको छ अरे, हामी पनि गाडीमा चढेर अबको 15-20 मिनटमा जनकपुर धाम पुग्नेछौँ बिहानै। हेलो हेलो सबैजनाले एकचोटि गुड मर्निङ भनिदिउँ। हेलो हाय। जनकपुर धाममा बिहानको अहिले 6 बजेको छ, एकदमै तुवालोले पुरै झमक्क ढाकेको अवस्थामा चिसो चिसो छ है। हामी चाहिँ अब अनि यो राम जानकी मन्दिरमा दर्शन गर्ने हो। पछाडि टोली पनि आउँदैछ, हाम्रो टोली ठुलै छ है। यो मुख्य मन्दिरमा प्रवेश गर्न जाँदैछौँ। यहाँ फोटो खिच्न मनाइ जलजी हुनुहुन्छ। अलिकति यो तपाईँ क्लियर सिन पछाडि देख्न सकिराख्नु भएको छैन होला, किनभने यहाँ एक प्रकारको तुवालोले पुरै बिहानको हुस्सु लागेको छ। त्यसैले कुनै केही देखिरहेको छैन राम्रोसँग। हामी एकदमै रमाइलो गरिरहेका छौँ, जस्तो देखिएको छ त्यही सिनमा हामी जनकपुर धाम जनकपुर धाम रामले सीतालाई बिहे गरेको ठाउँ। तिमी चिठी बन प्रिय म घाम बन्नेछु, यो जाडोमा न्यानो दिने घाम बन्नेछु। तिमी चिठी बन प्रिय म घाम बन्नेछु, यो जाडोमा न्यानो दिने घाम बन्नेछु। 5 पाण्डवकी द्रौपदी बनाउँदिन तिमीलाई, तिमी सीता बन प्रिय म राम बन्नेछु। वाउ बडा मुक्तक यार। हामी यतिखेर यो राम जानकी मन्दिरमा छौँ। नेपालको सबैभन्दा ठुलो मन्दिरको हामीले बिहानै दर्शन गऱ्यौँ। लगभग हामीलाई 20 मिनट जति भइसक्यो। यसको परिसर भूमि ठुलो रहेछ। अब हामी राम मन्दिर जाने प्रयत्न गरिरहेका छौँ। यतापट्टि राम मन्दिर छ अरे। एकदमै मनमोहक, एकदमै रमाइलो लाग्यो, राम्रो छ, मजा आइरहेछ घुम्न। एकदम। अब हामी एकैछिनमा दार्जिलिङतिर प्रस्थान गर्नेछौँ। आज हामी साँझ जसरी पनि दार्जिलिङ पुग्ने हाम्रो पूर्व प्लानिङ रहेको छ। हेरौँ के हुँदै जान्छ है। रोटी तरकारी खान खोज्यो, रोटी बनाउन धेरै समय लाग्ने र हामी चाहिँ जानुपर्ने भएकोले सबैजनाले यहाँ यही समोसा तरकारी खाने। सबैजनाले गरिदिनु होला, के गरिदिनु होला? शेयर, सब्स्क्राइब, लाइक, कमेन्ट पनि गर्नु। हजुरले खाजा खानुभयो? खाइसक्नु भयो? छिटो खानुभयो त? सबैजना खाँदै हजुर एडिट गरेर त्यसको हाल्ने भने हाल्ने हो, फेरि भ्लगमा हाल्ने। झापाको दमक बजार। यो कन्याममा आइपुगेको छ हामी यतिखेर इलामको। यो इलाम एरिया है, चियाबारीमा पुगिसकेका छौँ। कलाएर यता माथि जाँदैछौँ। What do you feel? आनन्द त कहिले आएको थिएन। चिया बगानमा चिया टिप्दै हाम्रा मित्र उज्जवल भण्डारी। सुहाका सपना र
लाइनखुट्टेमा आज नमस्ते होटलमा हामी बस्दैछौँ अनि भोलि चाहिँ हामी यहाँबाट दार्जिलिङ घुम्नेछौँ। यहाँ पुगिसक्यौँ, तपाईँलाई देखाउँछौँ एकछिन हामी यहाँभित्रको अवस्था के कस्तो। नमस्ते होटलतिर हाम्रो आजको बसाइ हो, रुम भनेको यही हो है। सायद 1-2 दिन यसैमा बस्छौँ। अब यहाँबाट दार्जिलिङ घुम्न जाने।